आउनु हो दाजुहरू यसो हेर्नु कहाँ जानु लाग्यो अरे हामी कहाँ जानु लाग्यो सुनको मासु पोलेर गाडी आइसक्यो होइन गाडी यता आइसक्यो हेर्नुहोस् है हामी गाडी चल्नु लाग्यो यहाँबाट हामी धेरै होइन 5-6 मिनट गाडीमा चढ्नुपर्छ गाडी आइसक्यो हेर्नुहोस् है हामी चाहिँ यहाँ झऱ्यो होइन गाडीमा यो गाडीमा यहाँबाट अलिकति हामी त्यहाँ पर मार्केट छ मार्केटमा चाहिँ हामी सामानहरू किन्नुपर्ने छ कोइला हजुर के भयो फेरि के भयो भन्दै थियो हाम्रो यहाँ दाइहरू के भएको हो यहाँ हामी 5जना मध्ये चाहिँ 2जना सामान लिन जाने 3जना चाहिँ उता फेरि पहिल्यै उता जानुपर्ने ठाउँमा त्यहाँ पार्क फ्यामिली पार्क छ अरे त्यहाँ फ्यामिली पार्कमा चाहिँ त्यहाँ बसेर त्यहाँ गएर रिजर्भ गर्ने रे भन्ने कुरा आयो होइन बाटो यही हो त्यहाँ मार्केट छ एउटा देखिन्छ त्यो मार्केट हो है हो त्यो मार्केटमा चाहिँ हामी सामानहरू चाहिँ लिन्छौँ कोइला आगो बाल्नलाई अनि हामी फर्किन्छौँ त्यहाँबाट सामान किनेर होइन यहाँको चाहिँ हामी पार्किङभित्र आइसक्यौँ होइन यहाँबाट एउटा गेट छ गेटबाट हामी भित्र छिर्छौँ माथि यहाँ मेरो साथी पछि छ है लम्केर हिँडिरहेको छ होइन यहाँ यस्तो राम्रो भिडियो आइरहेको छ हेर्नु त यही हो मार्केट हेर्नुहोस् है हामी अलिकति तलमा एक तल जान्छौँ हामी मार्केटमा सधैँ सितो हुन्छ नि त एउटा घर पछाडिको हो नि त मल है गाई थियो यो जापानिज ब्रान्डहरू पनि छ होइन कतिले बाथ एन्ड टपहरू जापानिज सुजहरू चाहिँ यो बडी सप हामी यहाँ तल झर्छौँ एलिभेटरबाट फेरि भिडियो गर्न दिँदैन यहाँ मार्केटमा भिडियो नगर्नु भन्थ्यो ल खै हामी मलबाट निक्लिसक्यौँ है त्यहाँबाट हेर्नुहोस् खै सामान बोकिसक्यो हामीले होइन पानी सबै त्यही त होइन सिधा जाउँ है बाटो काटेर खै यहाँबाट मिल्छ कि मिल्दैन ओहो पार्किङमा निस्किसक्यो हामी होइन यो चाहिँ मार्केट हो होइन मल हो यहाँभित्र चाहिँ लुलु मार्केट पनि छ होइन लुलु मार्केटमा चाहिँ हामीले यो सामानहरू ट्याक किनेर ल्याएको सब्जी माछा के हो कोइला चारकोल भन्दो रहेछ त्यो लिएर आएको छौँ ल गाडी हेर्नु त यस्तो लग्जरी गाडीहरू कहाँबाट आयो होला नि यस्तो गाडी यिनका देशमा हाम्रो देशमा छैन ल हेर्नु टाइपको गाडी यहाँ मर्सिडिज हेर्नु ल हेर्नु बालुवाको ठाउँमा यस्तो सुनको गाडी आयो ल हेर्नु यता रेन्ज रोभर पनि छ ल हेर्नु त गाडी त कता यता हो र बाटो जाने अँध्यारो देखि यार ल हामी त मेन ट्र्याकमा निस्किसक्यौँ होइन यहाँबाट त्यहाँ पर हिँड्दै जाने भनेको छ न पर कहाँ हो देखिँदैन
पार्क खोज्दैछौँ हामी होइन पार्क भेटेको छैन साथीहरू पुगिसकेर कता हो कता यतै पछाडि भन्ने कुरा सुन्नमा आयो होइन यस्तो मान्छेको घरमा यस्तो फुल फुलेको छ हेर त फुल दामी फुलेको छैन मस्जिद यहाँ ठुलो मस्जिद छ खोइ यही पार्क हो ए ऊ यहाँ चाहिँ पार्क कस्तो घरको बिचमा रहेछ पार्क पनि ल उर्जुवान रहेछ नि त उर्जुवान भने अल उर्जुवान हो नि त हामी लगभग पुग्न लाग्यो है किरोसिन उनीहरूसँग छ न त हामी गरम सुरु गर्नुहुन्थ्यो रिसाइकल गाइस यो हेर्नु त रिसाइकल पुरै सामानहरू यहाँ ल्याएर राख्दो रहेछ यो सिटीको होइन यो चाहिँ अब कार्टुनहरू अनि के सामानहरू सिसाहरू यहाँ चाहिँ रिसाइकल हुँदो रहेछ यस्तो सेन्टर बनाएर राख्दो रहेछ हेर्नुहोस् त पब्लिक पुरै पब्लिक बनाएर यसरी राख्दो रहेछ ए ल ऊ त्यहाँ रहेछ पार्क नजिकै आइसक्यो है मान्छे रहेछ नि यो पार्कको नाम चाहिँ यस्तो रहेछ अल उर्जुवान पार्क यस्तो रहेछ हेलो उनीहरू कता गयो यहीँ आयो त ल हामी आइसक्यौँ होइन अघि नै छुटेको मान्छेहरू यहाँ छन् कि छैन थाहा छैन होइन हामी चाहिँ आइसक्यो ल यस्तो रहेछ होइन बार्बिक्यू गर्ने ठाउँ पनि भेट्यो होइन हामीले यहाँनिर हेर्नु है थुप्रो रहेछ ठाउँ चाहिँ यहाँ एउटा यो एउटा बार्बिक्यू गर्ने एउटा ऊ त्यहाँ एउटा अनि ऊ यहाँ पनि रहेछ एउटा यहाँ पर चारैतिर रहेछ कुना कुनामा ल यस्तो छ कस्तो रहेछ पार्क एकलट हेरौँ है त हामी पार्क चाहिँ धेरै ठुलो चाहिँ रहन्छ कम्युनिटी पार्क हो फ्यामिली पार्क होइन यस्तो रहेछ होइन केटाहरू पुरै डेजर्ट बाइक खेलिरहेको छ क्या हाम्रो लोकेसन चाहिँ यहाँनिर हो होइन बोल्न लागेको छन् साथीहरू एक्का लगाएर के छ जमसाब ठिक छ त्यही मेल लेखाएको छ त्यहाँ टोइलेट होइन त्यहाँनिर टोइलेट जानु लागेको छ नि खडा तरिकाले हम्काउनु लागेको छ नि हाम्रो ल हेर्नुहोस् ल हेर्नु चरा आइसक्यो ए आगो बोल्यो ए श्रीराम रामदाई के छ हावा बेसरी चलाएको छ हावा यार चिसो यहाँनिर खजुरको रुख पनि रहेछ गाइज हेर्नुहोस् ल हेर्नु यो घरको वरिपरि घरै घर छ होइन बिचमा सानो पार्क छ ल लगभग हाम्रो यहाँ आगो बालिसक्यौँ हामीले होइन सबैजना यहाँ के गर्नु लागेको छ नि हाम्रो सामानहरू यतातिर छ होइन कता बिरालो नि छ बिरालोले फेरि लगिदेला नि फेरि यहाँ त बिरालो नि आउँदो रहेछ हामी के हाल्नु पर्दैन हौ सबै हाल्नु पर्दैन सबै हालिदिनु त्यहाँ पनि पहिला रहेछ नि अस्ति यस्तो कालो झोलाउँथ्यो अस्ति त्यहाँनिर छेउ छ क्या